guys, welcome and welcome back to my channel. This is me. मलाई म चाहिँ घाँस काट्नु गएको ओए मकै यहाँबाट कति ढलेको सबै ढलेको छ गाइस दोकानमा ल हामी चाहिँ एक गर्मी आयो मैले यहाँ पो बानेको छु त घाँस काटेर आइसक्यौँ पसिना आयो गाइस पसिना ओ कपाल खोलिएछ छे गर्मीमा अब चाहिँ हात खुट्टा धोएर एकछिन बस्छु कस्तो शीतल हावा आउँदैछ बाहिरबाट एकछिन बस्छु अनि त्यसपछि भात खान्छु 12 कति बजिसक्यो भने नि 12:14 भइसकेछ इट्स 12:14 PM गाइस ल मेरो त के भएछ ओ माय गॉड यस्तो गर्मी 12 बजेको घाममा हामी घाँस काट्नु गयौँ त्यही पनि मकैको घाँस है भुइँ घाँस त काट्नै बाइक छ चाहिँ भरे के भन्छ हाम्रो आमा गएको म घाँस ए हात खुट्टा धुनु गएको इट्स 1:17 PM खाना खाइसकेर लुनलाई भात दिइसकेर अब आमाले धान सुकाउन आउनुभएको छ अनि म चाहिँ भाँडा माझ्लाई के को भात पुग्दैन हौ यत्रो मैले दिएको एक बोल खाएन बोलो अनि अब चाहिँ म भाँडा माझ्लाको गाइस थोरै छ भाँडा चाहिँ उयो किचनमा चाहिँ कस्तो गर्मी बाहिर कति शीतल हावा आइरहेछ ओहो अर्को यहाँ छ कालु 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 उठ आइज कालु यो चाहिँ यस्तै अब यो चाहिँ ज्यादा गाउँ डुलेर बाँधिदिएको यसलाई कालु कालु ल ओइ के हो म चाहिँ गएको घाँस काट्नु आमा चाहिँ यहाँ सफा गर्नु हुँदैछ अनि अब सफा गरिसकेपछि चाहिँ आउनुहुन्छ आया धानको सुकाउनु भएको छ हाम्रो धान उठाउनुपर्छ पानी पो पर्नु लाग्यो जस्तो भइरहेको छ मौसम बडा सुहाना है घाँस काट्नुको लागि सो गाइस अब चाहिँ म घाँस काट्नुको लागि रेडी भइसकेको छु लु यो भुइँ घाँस काट्छु म आमा चाहिँ अब इलेक्सनतिर आउनुहुन्छ त्यहाँ सफा गरिसकेर त्यति बेलासम्म म एक टुको पारिसक्छु किनभने यो आमाले चलाउने कचिया यो आमाले चलाउने कचियाले कति छिटो छिटो काट्छ लगुवा छ त त्यही भएर कस्तो धारिलो छ यो अनि अब चाहिँ म टाइम वेस्ट नगरिकन घाँस काट्न थाल्छु काटिसके पछाडि यो भालेको बिहान भर्खर हुँदिसक्यो ल म चाहिँ अब गाई लिनु हिँडेको ओए जामा साला झऱ्यो यार यो त गाई आज उहीँ फुलबारीमा छ अरे आमाले दिउँसो तल बारीदेखि यहाँ देखिएँ मैले गाईलाई त्यसले मलाई देखेर करायो अब चाहिँ कति बज्यो भन्दाखेरि नि 5:10 भयो इट्स 5:10 PM अनि कस्तो अप्ठ्यारो भएको अब चाहिँ म गाई लिएर आएर अनि त्यस पछाडि भात तरकारी पकाउने सुसार लुन कराउँदैछ भुक्दैछ
हाम्रो घरको बाटो त कोही पनि हिँड्नु हुँदैन र सालले भुकेर मान्छेहरूलाई एकैतालमा काबु बनाउँछ। अब त बगान पलाउँदैछ पत्ता। अब यता त हरियो पो रहेछ यार अलिक यता भन्दा त नि म त यादै गरेको थिइनँ। अब चाहिँ गाई यहीँ छ आज। ए के देख्यो गाई देख्न सक्नुहुन्छ? ए दुईटा यहीँ लु म त शीतल भयो। अब चाहिँ अघि घाँस काटेर आएर त अहिले त उयो मल लगाइदिन्छ भनेर अघि मुख तल्ल पार्छ यसले त। लु म चाहिँ अब गाई लिएर घर जान लागेको। एउटा गइसकिसक्यो, एउटा चाहिँ यहाँ चर्दैछ। आइज गर्मी भयो यार। अब त अघि त कस्तो हावा चलिरहेको शीतल भएर त अहिले त एउटा पात हल्लेको छैन, एउटा पत्ता नहलेको छैन यार। आम्मा कस्तो दामी भइरहेछ। आज पनि राति पानी पर्छ जस्तै छ। आज त हाम्रोतिर अघि बिहान पानी परेन अरे यार। उता बिजामनमा त यस्तो कत्रो पानी पर्यो एकछिन त। खोला कत्रो बढिरहेको थियो यार। यहाँ त पानी परेन पनि अरे। गएकै यो आउँछ अहिले यताटिका ढिलो बसेको गर्मीले यहाँनिर। ल कस्तो देखेको। म चाहिँ सब्जी पकाउँदैन। अब सब्जी चाहिँ यहाँ छ, यहाँ तेल तातिँदैछ। पानी पर्न लाग्छ कत्रो। कत्रो पानी पर्न लागेको छ। आम्मामा यस्तो कालो न कालो भएर आएको बादल। तर अहिले होइन राति पर्छ होला। राति परोस् है। इच्छा अहिले त नपरोस्। यहाँ भात खाने बेलामा ल्यान्ड गयो भने फेरि यहाँ बिजोक हुन्छ बिजोक। म चाहिँ सब्जी बनाउँदैछु यहाँनिर। अहिले भर्खर चट्याङ कत्रो आएन पर अब पानी पर्छ गाइस। अब पानी पर्छ। यो गाइस न्यू डे न्यू भ्लग स्टार्ट गरेको पनि कति 5 बज्न आइसक्यो। आमामा फेरि यहाँ गएको घाँस काट्नु। म यो आजको भ्लग र हिजोको सँगै हाल्छु। यो चाहिँ बिचमा हिजोको भ्लग र आजको भ्लग सँगै छ। यो चाहिँ बिचमा हाल्छु। यो त किनभने गर्मीले फ्याक भइसक्यो। हामी चाहिँ घाँस काट्नु गएको यहाँनिर भुइँ घाँस। ल गाइस अब चाहिँ हामी घाँस काट्छौँ। हाम्रो आमा यो चाहिँ मैले हिजो आधी काटेर छोडिदिएको क्या। हतार घर जानु परेर अब म यहीँ काट्छु। आमा यतापट्टि काटिदिन्छ। ल अब म घाँस काट्छु गाइस। अब चाहिँ म गएको गाई लिनु। अनि आज त म यहीँ माथि बाटोमै छु क्या। किनभने यहाँ यस्तो म आउँदै थिएँ अगाडि त खरायो देख्दिरहे यार। अनि अब चाहिँ म यता यहाँ बगानभित्र कहाँ पसिरहेछ। यतापट्टि कता होला। यताभित्र पसेको छ। हेरौँ कि क्या हो। कस्तो हेर्नु मन लाग्यो यार। साले कस्तो बुरुक उब्रेको यार। 2 फन्का लाग्यो यहाँनिर। एकछिन त म उभिएर हेरेकै भयो क्या। हेर्नु कस्तो मजा आयो खरायो। हे मैले यहाँनिर यो बगानमा 2 ताल देखिसक्यो खरायो। म चाहिँ अब गाई भएको ठाउँमा आइपुगिसकेको छु। एउटा गाई चाहिँ यहाँ छ। कहाँ देखियो। एउटा गाई त उहाँ पर पो रहेछ। म त यहीँ पो होला हानेको त। कुनै यसलाई त सुरुमा छोड्नु हुँदैन।
मैले कुद्दै कुद्दै गएर फेरि झन् ढिलो भइसकेको छ। आज त झन् कुद्दै गयो भने त अनि मलाई त अटाको बारीभित्र पस्छ क्या। आज चाहिँ बोजूले घाँस काटेर लगिसक्नु भइसकिसक्यो। म ढिलो आइसकेँ आज। बोजूले घाँस काटेर लानु भइसक्यो भनेपछि म ढिलो भइसक्यो मलाई। किनभने आठ बेलामा आउँदाखेरि बोजू आउनु भएको थिएन। कोही बेला भर्खर आउँदै गर्नुभएको हुन्छ। आज त कराउँछ त उयो के भएको। ओ माई गड भेरी हिलो गाइज। ल गाइज अब चाहिँ म घर आइसकेर यहाँनिर फेरि दाउरा लिन जाँदैछु। सुँगुरलाई चारो पनि दिइसकेर घर अघि आइसकेर एकछिन बसेँ, हातखुट्टा धुएँ, सुँगुरलाई चारो दिएँ अनि यहाँ दाउरा लिन आएको। म त गर्मी आज के साह्रो गर्मीले